आज मेरो बर्थडे हो होइन उसो भए किन दिएको मलाई गिफ्ट? तिमीले पो मलाई माया गर्न छोड्यो कुशल। म त अझै पनि तिमीलाई नै माया गर्छु। म आफू भन्दा पनि धेरै माया गर्छु कुशल तिमीलाई। अचानक किन यो सब कुरा गर्दैछौ कि तिमी? म तिमी बिना बाँच्न सक्दिनँ। उता जान यार। के कुरा गरेको तिमीले? मैले तिमीलाई साथी मात्र सोचेको छु। लभको कुरा कहाँबाट आयो? तिमीलाई एउटा कुरा भनौँ, म प्रियालाई माया गर्छु। 2 वर्षदेखि हामी रिलेसनमा छौँ। हामी सँगै हुन्छौँ जति बेला नि। एउटा कुरा कान खोलेर सुन मेरो, तिमी यो जति बेला नि फोन गर्ने नगर है। मलाई मन पर्दैन यो कुरा। तिम्रो फोन आएपछि मैले 1000 बहाना बनाउनु पर्छ उसलाई। उसलाई कति नराम्रो लाग्छ होला भन त। हामी चाँडै नै बिहे गर्नेवाला छौँ। मलाई अनफ्रेन्ड गर्दा हुन्छ हरेक ठाउँबाट। मिल्छ भने ब्लक गर्दा नि हुन्छ। मैले तिमी बिना अरू कसैलाई पनि आफ्नो सोचेको छैन। जिन्दगीमा सोचेको जस्तो कहिले पनि हुँदैन। र यो मेरो अगाडि रोना धना बन्द गर त। र अबदेखि मलाई भेट्ने कोसिस कहिले पनि नगर। तैँले किन आसमाको मन दुखाएको? तैँले त उसलाई धेरै माया गर्थेछ होइन र? अहिले पनि माया गर्छ यार। गर्छु। अनि प्रिया चाहिँ को त फेरि? प्रिया कोही पनि होइन। मैले उसलाई यत्तिकै भनेको। यत्तिकै? किन? अस्ति मलाई आसमाको बुवाले फोन गर्नुभएको थियो। उहाँहरू सबै अस्ट्रेलियामा बस्नुहुन्छ। उहाँले भन्नुभएको थियो कि बिहे गरेपछि तिमीहरू पनि अस्ट्रेलिया नै सेटल हुनुपर्छ भनेर। यो कुरा सुनेर मेरो मम्मी बुवा धेरै रुनु भएको थियो। उहाँहरू अहिले गाउँमा हुनुहुन्छ। उहाँको एक्लो छोरो भनेको मै मात्र हो। छोराको बिहे होला र बुहारी हेरौँला भनेर कुरिरहनु भएका आमा बुवालाई गाउँमा एक्लै छोडेर जान सक्दिनँ यार। तिमी आफै भन त, न म अस्ट्रेलिया जान मिल्छ, न आसमा नेपालमा बस्न मिल्छ। अनि के गरौँ त म?